साथीहरू हजुरहरू सन्चै आरामै हुनुहुन्छ। आज चाहिँ म जाँदैछु रत्ननगर महोत्सव हेर्नको लागि। नानीको पनि स्कुल छुट्टी थियो, घरमा कति बस्नु। आज चाहिँ महोत्सव हेर्न जाउँ भनेर घरबाट निस्केको। हेर्नुहोस् है, यो म हिँडेको मिनी बस चाहिँ घर नजिकै पार्क छ होइन। फर्स्टमा चाहिँ म नै चढेको थिएँ, त्यस पछाडि चाहिँ भिड देख्नुभयो नि साथीहरू, सबै हातै हात कसरी झुन्डेर बस्नु परेको छ है। यो महोत्सव लागेको बेलामा चाहिँ हाम्रो यो हाइवेमा चाहिँ मिनी बस म्याजिकहरू एकदमै धेरै भिड हुन्छ। नर्मल केही कामले हामी बजारतिर निस्क्यौँ भने हामीलाई चाहिँ हुन्छ नि उभिएर अथवा बसेर आउन एकदम धेरै गाह्रो हुन्छ कि। सो आज म फर्स्टमै हाम्रो नजिकै पार्क भएको भएर म सजिलैसँग बसेर जान पाएँ। अब म चाहिँ झरेर जाँदैछु रत्ननगर महोत्सव साथीहरू। यो चाहिँ टिकौली जङ्गल छेउमा लाग्ने गर्दछ। म चाहिँ फर्स्ट टाइम जान लागेको हो यहाँको महोत्सव। योभन्दा अगाडि पनि धेरै पटक यहाँ महोत्सव लागिसकेको छ, तर मलाई चाहिँ यस्तो भिडभाड कहिले पनि मन पर्दैन कि। भिडभाड देखेर नै मलाई चाहिँ पहिल्यै यति धेरै अत्यास लाग्छ। त्यो भिडमा कसरी जाने, कसरी घुम्ने, कसरी आउने भन्ने कुराले म घरमै बसेर सोच्दा म कहिले जाने गएको थिइनँ क्या यो महोत्सव। अनि यसपालि चाहिँ नानीको पनि छुट्टी थियो, अनि जाउँ न त के रहेछ कस्तो रहेछ भनेर हिँडेको साथीहरू। हेर्नु न, काठको भाँडाकुँडा पनि कति धेरै राम्रो रहेछ है। अनि यो चाहिँ स्टार्टिङकै स्टलमा रहेछ कि काठको भाँडाहरू, कस्तो राम्रो लाग्यो। अनि अब आफू त भ्लगर मान्छे, अब भिडियो नलिने त कुरै भएन नि होइन त साथीहरू। अनि म गएको दिन चाहिँ शनिबार थियो है। अब अरू दिन पनि त्यस्तै आफ्नो कामहरूले नभ्याइ भएको भएर शनिबार जाउँ न त भनेर गएको। हो साथीहरू, कुरा छोडिदिनु, भिड त कति हो। अनि त्यहाँको महोत्सव त छँदैछ, त्यो महोत्सव लाग्ने ठाउँ पनि कति ठुलो हो कि। यति धेरै स्टल के ओहो अनकाउन्टेबल के। मैले त सोचेको पनि थिइनँ क्या त्यहाँ त्यत्रो मेला हुन्छ, त्यति धेरै स्टलहरू हुन्छ भनेर। तर सोच्दै नसोचेको हुँदो रहेछ। म त यति धेरै अत्यास लाग्यो साथीहरू, जाँदै भिडियो पनि बनाउनु पर्नेछ। चितवन त हो नि, घाम नलागे जाडो हुन्छ, घाम लाग्यो भने त गर्मी उफ नै हुन्छ। अनि हेर्नलाई त भर्खर माघ महिना हो कि, तर त्यहाँ जाँदा फेरि मान्छे पनि धेरैजना भएर होला, घाम पनि यति धेरै चर्को कि। त्यो घाम चाहिँ चैत वैशाखको जस्तै थियो कि साथीहरू। त्यहाँ माथि हिँड्दा है, अब जाडो भनेर अलिअलि बाक्लो कपडा लगाइन्छ, पसिनाले निथ्रुपै। हेर्नु यति धेरै मान्छे, शनिबार, बच्चा केटाकेटी ठुलो मान्छे है। अब नजिक पाएक पर्ने साथीहरू अब हुन्छ नि, सबैजना घर फ्यामिली सबैजना जाने। ओ माई गड, म त कहाँ गएर एकछिन बसौँ भन्ने जस्तो भयो, तर महोत्सवमा गएर कहाँ बस्न पाइनु साथीहरू। अनि केटाकेटीले खेल्ने कुराहरू पनि धेरै नै रहेछ। नानीले अलिअलि खेल्ने भने नानीलाई यसो उनलाई रमाइलोको लागि 1-2वटा गेमहरू खेलाइदिएँ। अनि मैले यो सोसल साइडमा नि अहिले निस्केको, अब योभन्दा पहिला त हामीले खासै देखेको थिएनौँ है यो जलपरी फिस टनेलहरू। अनि अहिले चाहिँ नयाँ रहेछ नि त, सायद अस्ति नारायणीमा पनि थियो होला, म चाहिँ गइनँ नारायणी महोत्सवमा। अनि त्यहाँ पनि रहेछ। नानीलाई सोधेको फिस हेर्ने हो, जलपरी हेर्ने हो भने हुन्छ जानी भनिहालिन्। अब घुम्न गएको मान्छे जानु त पऱ्यो नि है। अनि यो फिस टनेल रहेछ अगाडि, अनि त्योभन्दा पछाडि चाहिँ जलपरी रहेछ। अनि कति साथीहरू हाँस्नुहुन्छ क्या। मैले चाहिँ महोत्सवमा जलपरी पनि हेरेँ भने ए हो कस्तो रहेछ के रहेछ भनेर भन्नुभयो नि। त्यो ग्लासभित्र हेर्दाखेरि त कति धेरै मोटो देखिने नि त है। नि साथीहरूले ओहो जलपरी नि त्यस्तो हुन्छ र भनेर भन्नुहुन्थ्यो कि मलाई। सायद ग्लासले त्यस्तो देखाएको होला। त्यहाँ पनि एकदमै धेरै भिडभाड थियो भित्र, यति धेरै गाह्रो थियो सास फेर्न पनि साथीहरू है। अब त्यो टनेल यस्तो भन्ने बित्तिकै अलिकति सेपरेट जस्तो हुने है। अनि घाम लागेको, सास फेर्न पनि उफ थियो कि। जलपरी हेर्नेको भिड हेर्नु है साथीहरू, सबजना मोबाइल निकाल्दै भिडियो फोटो, कति धेरै रमाइलो साथीभाइहरू उहाँ हुनुहुन्छ। जलपरी 2जना हुनुहुँदो रहेछ। जलपरी हेर्दै अत्यास लाग्यो साथीहरू, भित्र निसासिए जस्तो, सास फेर्न अप्ठ्यारो भयो जस्तो भएर नानीले पनि बाहिर निस्किम गाह्रो भयो भने त्यसपछि गएको हामी बोटिङ गर्नलाई। मैले चाहिँ अहिलेसम्म चितवनमा नारायणीमा धेरै बोटिङ गर्नुहुन्छ नि त, अनि मैले चाहिँ अहिलेसम्म बोटिङ गरेको थिइनँ पोखराभन्दा बाहेक। अनि यसपालि चाहिँ महोत्सवमा कस्तो हुँदो रहेछ एकछिन बोटिङ गरौँ न भनेर गरेको। ओ माई गड साथीहरू, यति धेरै रमाइलो हुँदो रहेछ है। गर्मी उफ भइरहेको थियो, त्यहाँ माथि अलिअलि सर्रा हावा। ओ माई गड, मलाई त कता विदेशतिरै छु कि भन्ने जस्तो नि फिल भयो है एकछिन चाहिँ।
अनि बोटिङ गरिसके पछाडि नानीले फेरि एकछिन म जम्पिङ गर्छु नि भनेर भनिन्। ल ठिक छ भनेर एकैछिन त्यहाँ उफ्रिँदै उफ्रिँदै बच्चा केटाकेटी भोक लाग्यो नि त। अनि एउटा कर्नडग लिएर हामीले खान लाग्यो। कति धेरै तातो रहेछ क्या। अब स्टार्टमा त्यो त चिज हुन्छ नि त, कति धेरै तातो रहेछ। नानीले उफ उफ गर्दै खाइन् त्यही पनि साथीभाइहरू। अनि यो महोत्सवतिर जाँदा फेरि अब धेरैजनाले त कति कपडा किन्ने, भाँडाकुँडा किन्ने कति धेरै किन्नुहुन्छ नि त। अनि मैले चाहिँ किवी किनेँ। त्यसपछि भोक लागिरहेको थियो। त्यहाँ चाहिँ एउटा दुध डेरी पिठुवा, दुध डेरीले सबै खुवा, मोही, पनिर सबै त्यहीँ बनाउनु हुँदो रहेछ नि। हामीले चाहिँ भेज मोमो खायौँ। त्यसपछि नानीले मिठाई पनि खाने भनेर मिठाई पनि खाइयो साथीभाइहरू। अत्यास मान्दै यो महोत्सव पनि मैले घुमेर सकाएँ साथीहरू। अब अन्तिम म चाहिँ यहाँबाट बाहिर निस्किन लाग्दैछु। अझै त्यति बेला लगभग 3-4 बज्न लागिसकेको थियो। त्यति बेला पनि अझै मान्छेहरू आइराख्नु भएको छ। भिड उस्तै नै छ साथीहरू। म चाहिँ बाहिर निस्केँ। अब साँझ पर्ने तयारी पनि हुँदैछ। अनि अब गाडी कहाँबाट लाग्छ, ठ्याक्कै त्यहीँ अगाडि गाडी रोक्न दिँदैन नि त, भिडभाड जाम हुन्छ। अब गाडी कहाँनिरबाट चढ्ने, भिडभाड छ बच्चा भन्दै पिर लागिरहेको थियो। हेर्नु यति पर गएर बल्ल गाडी पाएर सहजै चढेँ साथीहरू। अनि त्यसको स्टेसन चाहिँ घर नजिकै भएको भएर झन् सजिलो भयो। आजको यो मेरो भ्लग हजुरहरूलाई कस्तो लाग्यो?